सबैजनाले एकदमै शान्त भएर आनन्दका साथ आफ्नो शिरमा कपडालाई लोकेर आँखालाई हल्का रूपले बन्द गर्दै आफ्नो हृदयमा सद्गुरु शिव शक्तिश्वर बाबालाई सम्झेर आज सद्गुरु शिव शक्तिश्वर बाबाको जन्मदिनमा उहाँको आरती हामी सबैजना भक्तहरूले एकसाथ भएर गर्दै जाउँ। सबैजनाले आफ्नो शिरमा कपडा धारण गरौँ र आँखालाई हल्का रूपले बन्द गर्दै जाउँ र आरती सँगसँगै सबैजनाले सुरमा सुर मिलाउँदै जाउँ। तपाईँहरूले आफ्नो अमूल्य समयलाई लिएर यस ठाउँमा पाल्नु भएको छ, त्यसैले एकदमै शान्त भएर बसिदिनु होला। तपाईँहरू धेरै ठाउँबाट धेरै टाढा टाढाबाट यहाँ आउनु भएको छ र सबैजना एकदमै धैर्य धारण गरेर शान्त भएर बसिदिनु। हामी शान्ति खोज्न आएका छौँ यस ठाउँमा, त्यसैले सबैजनालाई म अनुरोध र आग्रह गर्दछु, सबैजनाले शिरमा कपडालाई लैजानु, सलाई र आँखालाई हल्का रूपले बन्द गर्दै जाउँ र सँगसँगै हाम्रो भोलेनाथहरूले भजन गर्दै हुनुहुन्छ। त्यो आरती भजनलाई सँगसँगै तपाईँहरूले पनि गाइदिनु होला र हाम्रो भोलेनाथ शांति
आफ्नो स्थानमा बसिदिनु होला। आज हामी एकदमै पुनित काममा सहभागी भएका छौँ। ओम सद्गुरु शिव शक्तेश्वर बाबाको जन्मोत्सव विशेष कार्यक्रममा यहाँ हामी उपस्थित भएका छौँ। आज गुरु बाबाको जन्मोत्सवमा हरेक वर्ष गुरु बाबाले बुबा आमा वृद्ध बुबा आमाहरूलाई र वेद विद्यालयमा अध्ययनरत विद्यार्थी लगायत सम्पूर्ण विद्यालयमा पढ्ने असहाय जसले चाहिँ आर्थिक जय भोलेनाथ। हातै उठेन तपाईहरू सबैजनाको एकदमै माथिसम्म कैलाशसम्म पुगोस् है तपाईहरूको हात। जय भोलेनाथ। आवाजै आएन। जय भोलेनाथ। जय भोलेनाथ। अझै हात तन्काउँ न है माथिसम्म। जोस् हाम्रो कैलाशसम्म शिवजी बस्नु भएको छ, उहाँको द्वार नन्दिराजसम्म तपाईहरूको औँलाको टुप्पो पनि देखोस् न है। त्यो आवाज कैलाशको धुनीसम्म पुगोस्। जय भोलेनाथ। जय भोलेनाथ। जय भोलेनाथ। अब एकचोटि सबैजनाले एकदम शान्त भएर बसिदिनु होला। सबैजनाले आँखालाई हल्का रूपले बन्द गर्दै जाउँ। आँखा कसैले नखोलौँ, हल्का रूपले बन्द गर्दै जाउँ र आफ्नो हृदयमा सद्गुरु शिव शक्तेश्वर बाबा भनेर स्मरण गर्दै जाउँ र मेरो स्वरमा स्वरसँगै मिलाउँदै हजुरहरू सबैजनाले भन्दै पनि जाउँ। हे करुणामय, हे दयाको सागर, हे निराकार, हे निरञ्जन, हे जगदीश्वर, हे ओंकारेश्वर बाबा, हामी हजुरको शरणमा आएका छौँ। जसरी हजुरले भक्तजनहरूलाई भक्तिको मार्गबाट कृपा आशीर्वाद शक्ति प्रदान गरी दर्शन दिनुभई, दुःखको सागरबाट पार गरी यस भवसागरबाट पार हुने मार्ग देखाउनु भयो। त्यसै गरी हामी माथि पनि दया गरिदिनुहोस्। हजुरको पूजा पाठ जप ध्यान तन मनले हृदयबाट गर्न पाऊँ। जब जब यस धरतीमा हजुरकै भक्त बनी भक्तिमा रम्न पाऊँ। हे सद्गुरु शिव शक्तेश्वर बाबा, हजुरको चरणमा परी शरणमा आएका छौँ। अब सबैजनाले फेरि मुठीको तुमेव सर्व मम देव देव ओम सद्गुरु शिव शक्तेश्वर बाबा। अब सबैजनाले फेरि पञ्चमुद्रा बनाऊ। आउनु जति भोलेनाथहरूले पञ्चमुद्रा बनाइदिनुहोस्। नआउने भोलेनाथहरूले दुईटा हात नमस्कार गर्दा पनि हुन्छ। ओमकार शिव बिन्दु स्वरूप परमात्मा सद्गुरु शिव शक्तेश्वराय शरणं नमस्तुते नमो नमः। ओमकार शिव बिन्दु स्वरूप परमात्मा सद्गुरु शिव शक्तेश्वराय शरणं नमस्तुते नमो नमः। ओमकार शिव बिन्दु स्वरूप परमात्मा सद्गुरु शिव शक्तेश्वराय शरणं नमस्तुते नमो नमः। ओमकार शिव बिन्दु स्वरूप परमात्मा सद्गुरु
शिव शक्तिश्वराय शरणं नमस्तुते नमो नमः। ओमकार शिव बिंदु स्वरूप परमात्मा सद्गुरु शिव शक्तिश्वराय शरणं नमस्तुते नमो नमः। जय भोलेनाथ। अब हातलाई पनि त्यो रगडिदिनुहोस्। फेरि हातलाई तेज गर्न रगडेर आफ्नो आँखामा सेकिदिनुहोस्। 3 चोटि रगड्दै 3 चोटि सेक्नुहोस् र जिउबाट पुसेर भुइँमा टकटकाउँदै जानुहोस् सबैजनाले। अब सबैजनाले एकदमै शान्त भएर आनन्दको साथ आफ्नो आफ्नो स्थानमा बसिदिनु होला। हामी सबैजनाले एकदमै आफ्नो अमूल्य समय लिएर आज यस पवन भूमिमा यस सद्गुरु शिव शक्तिश्वर धाममा पाल्नु भएको छ। हरेक ठाउँबाट हरेक क्षेत्रबाट हाम्रो भक्तजन आज हाम्रो पूजनीय गुरु सद्गुरु शिव शक्तिश्वर बाबाको जन्मदिनमा बाबालाई आशीर्वाद दिनका लागि हामी सबै ठाउँबाट उपस्थित भइसकेका छौँ। यस्तै गरेर म फेरि पनि हजुरहरूलाई मेरो परिचय दिन चाहन्छु। म चाहिँ केन्द्र धाममा बस्दै आएको चाहिँ 12-13 वर्ष भइसकेको छु। यस संस्थालाई अगाडि बढाउँछु भनेर एउटा प्रचारिकाको रूपमा हिँडेकी छु र मेरो नाम चाहिँ सुश्री अर्चना पौडेल रहेको छ। सबैजनामा र हरेक ठाउँबाट हरेक क्षेत्रबाट पाल्नुहुने हाम्रा सम्पूर्ण भक्तजनहरू र पूजनीय गुरुहरूमा र आदरणीय बुवा आमाहरूमा मेरो सुश्री अर्चना पौडेलको तर्फबाट सम्पूर्ण भक्तजनहरूमा जय भोलेनाथ, जय भोलेनाथ, जय भोलेनाथ। मंगलबारको दिन परेको छ। हाम्रो आदरणीय सद्गुरु शिव शक्तिश्वर बाबाको जन्मोत्सवको दिनमा हामी धेरै भाग्यमानी छौँ। पक्कै नै हामी यति भाग्यमानी छौँ। आज हेटौडाबाट जन्मेर हेटौडाबाट नै धर्मको लागि अगाडि बढिरहनु भएको ज्योति छरिरहनु भएको छ। सबैजनाले एकदमै उहाँले देखाएको मार्गमा हिँड्नु र हिँडुस् भन्न चाहन्छु र म फेरि पनि हाम्रो सद्गुरु शिव शक्तिश्वर बाबालाई जन्मदिनको धेरै धेरै शुभकामना छ। यस्तै गरेर सधैँभरि हामीले हाम्रो सद्गुरु शिव शक्तिश्वर बाबाको जन्मदिन मनाउन पाऊँ। यो खुल्ला आँखाले यस्तै गरेर सधैँभरि यसै गरेर यो आसनमा बसेको हेर्न पाऊँ। हामी सानो मान्छेले दिएको आशीर्वाद सायद लाग्दैन होला, तर भगवानको अगाडि पुकारेर भन्दाखेरि त सुन्छ पनि होला। हाम्रो गुरु हजारौं वर्षसम्म बाँचिरहन्, उहाँलाई दुःख कष्ट पीडा कहिले पनि नआओस् र उहाँले आँटेका हरेक सपनाहरू हरेक इच्छाहरू पूर्ण भएर जाउन् र भक्तिको मार्ग जुन उहाँले देखाइरहनु भएको छ यसलाई सबैजना भरिमा विश्वभरि नै फैलाएर लैजान पाऊँ भन्दै म उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छु। जय भोलेनाथ, जय भोलेनाथ। हामी सबैजनाले एकदमै शान्त भएर बसिदिनु होला र सबैजनाले मोबाइल पनि लिएर आउनु भएको छ होला, मोबाइललाई अफ गरिदिनु होला भन्न चाहन्छु म सबैजनालाई। म एउटा सानो तपाईहरूलाई एकदमै सानो एउटा शान्त हुने र मनलाई चञ्चल नहुने मार्ग म तपाईहरूलाई माझमा म गराउँछु। हाम्रो उद्देश्य भनेको चाहिँ हिन्दू धर्मको संरक्षण गर्ने, कुल धर्म जोगाउने र तपाईको हृदयमा बसेको परमात्मा ईश्वरलाई साक्षात्कारको मार्गदर्शन गराउने हाम्रो यस संस्थाको काम रहेको छ र उहाँले यो मेडिटेसन सिकाउँदै आउनु भएको र यो ज्ञानको फैलाउनु भएको आज 13-14 वर्ष हुनु भइसकेको छ। यदि तपाईहरूलाई पनि इच्छा हुनुहुन्छ, जुनै मार्गमा हुनुहुन्छ, जुनै धर्मको भित्र भएको परमात्मालाई साक्षात्कार गर्नु मन छ भने चाहिँ हाम्रो यस सद्गुरु शिव शक्तिश्वर बाबा सेवा केन्द्र धाममा आउन सक्नुहुनेछ। जय भोलेनाथ, जय भोलेनाथ। सबैजनालाई फेरि पनि म आग्रह गर्दछु
आफ्नो मोबाइल छ भने स्विच अफ गरिदिनुस् अथवा साइलेन्टमा राखिदिनुस्। सबैजनाले एकदमै शान्त भएर बसिदिनु होला है सबैजना। र आफ्नो अगाडि मात्र हेर्नुस्, आँखालाई हल्का रूपले बन्द, एकदमै शान्त भएर आँखालाई हल्का रूपले बन्द गर्दै जाउँ। हजुरहरू जुनै मार्गमा भए पनि आज सबै धर्मावलम्बीहरू यस पवन भूमिमा पाल्नु भएको छ। एकदमै शान्त भइदिनु होला। हे सद्गुरु शिव शक्तिश्वर बाबा, म पनि हजुरको चरणमा आएको छु। मलाई पनि भक्तिको मार्गदर्शन गराइदिनुहोस्। मेरो यो चञ्चल मनहरूलाई स्थिर गरी यो मनलाई शिवालय बनाइदिनुहोस् भन्नुहोस् र आफूलाई दुखी भएर हे सद्गुरु शिव शक्तिश्वर बाबा, मैले धेरै दुःख कष्ट पीडा सहेर मैले धेरै दुःख कष्ट पाइसकेको छु। अब म शान्ति खोज्दैछु र आफूलाई स्वयं खोज्दैछु भन्ने स्मरण गर्दै जाउँ। पक्कै नै साँच्चै म भित्र पनि परमात्मा ईश्वरको वास छ त? कुन कुनामा हुनुहुन्छ होला मेरो हृदयको आकाशभित्र? म पनि हजुरलाई खोज्दैछु। म माथि पनि एकचोटि हजुरको कृपा बनाइबक्सियोस् भन्नुहोस् र आफूलाई दुखी भएर भन्नुहोस्, हे सद्गुरु शिव शक्तिश्वर, खाइसकेकी छु। मलाई हरेक दुःखबाट म एकदमै भयभीत भइरहेको छु। मलाई मार्गदर्शन गराइदिबक्सियोस्। मलाई एकचोटि हजुरको कृपा म माथि पनि बनाइबक्सियोस् भन्दै जानुहोस्। आफूलाई एकदमै दुःख भएको र आफू दुखी भएको अनुभव कुराबाट पीडित छु। मैले वर्षदेखि युगान्तरदेखि गर्न सकिरहेको छैन र म अहिले आफूभित्र भएको ईश्वरको मैले मार्गदर्शन पनि पाएकी छुनु। पक्कै नै साँच्चै नै आज मैले यस पवन भूमिमा आएर यो अवसर पाएको छु। म भाग्य मानिरहेछु। हे सद्गुरु शिव शक्तिश्वर बाबा, म माथि पनि हजुरको कृपा बनाइबक्सियोस् भन्दै जाउँ। मलाई हरेक दुःखबाट हरेक कष्टबाट म माथि पनि भक्तिको मार्गदर्शन गराइदिबक्सियोस् भन्दै जाउँ र मनलाई दुखी बनाउँदै जाउँ। र तपाईँ भित्र त्यो धड्किरहेको धड्कन भित्र परमात्मा ईश्वरको वास छ र तपाईँलाई ठकठकाउँदैछ। अब तिम्रो पालो, दुःखको दिनहरू गयो, अब म तिम्रो सहारा बनेर तिम्रो साथमा रहनेछु भन्दै तपाईहरूलाई भन्दै हुनुहुन्छ। र तपाईहरूले त्यो म एकदमै पीडित छु। म होइन, मैले धेरै दुःख खाइसकेकी छु। घर परिवारबाट धेरै पीडा भइसकेको छ। हे सद्गुरु शिव शक्तिश्वर बाबा, पक्कै नै आज मैले हजुरलाई पाउनेछु। एक न एक दिन अवश्य मैले तपाईँको दर्शन मिल्नेछ भन्दै मनलाई एकदम धैर्य धारण गर्दै जाउँ। र अब सबैजनाले हल्का रूपले आँखा खोलेर यस्तै गरेर सधैँभरि आफ्नो पूजा कोठामा पूजा जाउँ। ओम सद्गुरु शिव शक्तिश्वर बाबाको जय भोलेनाथ। खै त तपाईँहरूको आवाजै आएन। यो हलै गुन्जोस् न तपाईँहरूको जय भोलेनाथले। जय भोलेनाथ। हात एकदमै माथि उठाएर भन्नु है हाम्रो बुवा आमाहरूले पनि जय भोलेनाथ, जय भोलेनाथ, जय भोलेनाथ। श्वाससँग सम्बन्धित कुराहरू चाहिँ मनलाई ध्यानका उपायहरू बताउँदै आइरहनु भएको छ, गराउँदै आउनु भएको छ। यहाँबाट सिकेर तपाईँले घरमा गएर गर्न पनि सक्नुहुन्छ। बिहान सधैँ गर्नुभयो भने, मन थिर भयो भने सबै कुरा थिर हुन्छ। मन अस्थिर भयो भने सबै मार्ग देखाउने सद्गुरु शिव शक्तिश्वर बाबा हुनुहुन्छ। धाममा आउने, कुल धर्म मान्ने तरिका सिक्ने, विभिन्न विघ्न बाधाहरू भइरहेका हुन्छ। त्यो मार्गदर्शनमा उहाँले मार्ग प्रशस्त गर्नुहुनेछ। यही धामबाट नै मेडिटेसन र ध्यानका उपायहरू पनि सिकाउनु हुनेछ।
भन्दै अब फेरि म यो जन्मोत्सवको कार्यक्रम उहाँहरू गुरुबाबालाई छोटो भेटघाट गरेर गइहाल्ने भन्ने कुरा छ। उहाँहरूको बाहिर जानुपर्ने कारणले गर्दा उहाँहरूले भेट्नुहुनेछ। हामी धेरै टाढा टाढादेखिबाट आएका छौँ। विभिन्न पद तब्कामा रहनु भएको व्यक्तित्वहरू पनि हुनुहुन्छ। मैले यहाँ औपचारिकता भन्दा पनि अनौपचारिकता यो कार्यक्रमलाई अनौपचारिक रूपमै सुरुवात गरेको हो। यहाँ टाढा टाढाबाट आउनुभएका र सम्पूर्ण व्यक्तित्वहरूलाई पुनः सम्पूर्ण अतिथिगणहरूलाई हार्दिक आमन्त्रण। हामी पनि एकछिनमा भेट्छौँ, किनभने कार्यक्रम धेरै छैन। उहाँहरू चाहिँ फेरि अलि व्यस्त हुनुभएको कारणले गर्दा उहाँहरू चाँडै भेट्नुभयो, फेरि हामीलाई चाहिँ भेट्न दिएन नभन्ठान्नु होला। हामी बिस्तारै भेटहरूलाई पनि सम्मानको कार्यक्रम रहेको छ। त्यसपछि केक काट्ने कार्यक्रम पनि बाँकी नै छ। आज गुरुबाबाको विशेष दिन, तपाईँ हाम्रो लागि पनि विशेष अवसर। जन्मोत्सवको केक पनि काट्ने बाँकी नै छ। त्योभन्दा पनि अगाडि चाहिँ तपाईँ यस धाममा किन आउनुभयो, यस धाममा आएर तपाईँले पाएका उपलब्धिहरू के हो, तपाईँले के फरक महसुस गर्नुभयो, दिपेन्द्र बाबा ओम सतगुरु शिव सप्तेश्वर बाबा कस्तो परिवर्तन महसुस भयो। प्रत्येक वर्ष फरक फरक व्यक्तित्वहरू पनि देखिरहेको छु मैले भन्नाले आउनु भएको छ। उहाँलाई पनि तपाईँलाई यस धाममा आएको परिवर्तनको बारेमा त जानकारी हुनु पर्यो नि होइन। गुरुबाबाको सान्निध्यमा आइसकेपछि, यस धाममा आइसकेपछि तपाईँमा भएका परिवर्तनहरू वा उपलब्धिहरू वा तपाईँले के कुरा चाहिँ फिल गर्नुभयो, अनुभूति के कुराको चाहिँ अनुभूति गर्नुभयो। अब तपाईँहरूको बोल्ने पालो यहाँ आइसकेपछि तपाईँलाई यस्तो चाहिँ मैले सम्पूर्ण भक्तजनमा जय भोलेनाथ। म 2070 सालमा विशेष गरी यहाँ गुरुबाबाको दर्शन मैले एउटा छोरो थियो, छोरोको उपचार क्रममा सबैतिर हेर्न हस्पिटलदेखिबाट काठमाडौँ सबै लिएर गएँ। यता यो धामीतिर सबै डुलाएर अब हस्पिटलले लास्ट अवस्थामा चाहिँ यही दबाई खुवाएरै राख भनेर भन्नुभयो। अनि मैले यस्तै यो बिरालोको हिसाबमा हिँड्दाखेरि एकजना वृद्धाले ल यहाँ एचआइटीमा यसरी दिपेन्द्र बाबा हुनुहुन्छ, त्यहाँ गएर दर्शन गरायो भने हुन्छ, गएर एकतालि हेर्नुहोस् भन्नुभयो। अनि मैले त्यो छोरो लिएर आएर यहाँ ल्याएपछि गुरुबाबाको दर्शन पाएपछि उसले अहिले आनन्दको जीवन पाएको छ। अहिले 6 क्लासमा पढ्छ र त्यस कारणले गर्दा गुरुबाबा कहाँ आएर यसरी सबैजना भक्तजनसँग भेट भयो। र यसै गरी बर्थडेमा यसरी उपस्थित हुनु पाएँ र यसरी सबैजनासँग भेट्न पाएकोमा म हृदयदेखि नै र अरू कुराहरू नि गुरुबाबा कहाँ आएर मैले केही सल्लाह गर्दाखेरिमा पुगेको छ। र सबैजना भक्तजनहरूले पनि एकतालि अवश्य आएर हेरिदिनु होला र गुरुबाबाको दर्शन लिइदिनु होला। म यति नै हो, मेरो अरू केही छैन। जय भोलेनाथ। परिवर्तनहरू बताउनको लागि म हात तपाईँहरूबाटै उठोस् भन्ने चाहन्छु है। ल हाम्रो गीता भोलेनाथले हात उठाउनु भयो, उहाँलाई पनि जोरदार ताली। जय भोलेनाथ। सबैजनालाई सर्वप्रथम पूजनीय गुरु बाबा सद्गुरु श्री सप्तेश्वर बाबालाई जन्मदिनको धेरै धेरै शुभकामना। सुस्वास्थ्य दीर्घायु जीवन जिउनुहोस्, 100 वर्षसम्म यो बर्थडे यो जन्मदिन मनाउन पाइयोस्। हजुरको शरणमा सधैँ यो शिर नतमस्त भएर झुकाउन सकौँ बाबा। हजुरलाई धेरै धेरै शुभकामना। म सानो मान्छेले के नै भन्न सक्छु र हजुरलाई निर्जीवन निरोगी भएको देख्न पाऊँ भन्दै सम्पूर्ण भक्तजनलाई जय भोलेनाथ। मैले त सधैँ भन्दै आएको थिएँ, मैले भनेको कुरा सबैले सुन्नु नै भयो होला। कोही कोही नयाँ नै हुनुहुन्छ। म धेरै पीडाबाट छटपटेर यहाँ देख्न साथ मलाई त्यो भित्र अन्तर आत्मैबाट उहाँ नै हो भगवान् भन्ने मलाई अनुभूति भयो।
मन्दिरबाट बाबा आज 12 वर्ष पुरा भएर 13 वर्ष लाग्यो बाबाको शरणमा आएको। त्यसमध्ये पनि धेरै कष्ट पाएँ, धेरै दुःख पाएँ, धेरै नै भोगेँ, तर पनि ठुलो दुर्घटनासम्म नि हजुरहरूलाई भनिराखेको थिएँ। चलाउन सक्ने हुनुभयो। सधैँ उहाँको आशीर्वाद पाइरहँ भगवान् भोले बाबाको आशीर्वाद र गुरु बाबाको आशीर्वाद सधैँ भइरहँ। यो मन चञ्चल हुन्छ, कति बेला त के गरौँ कहाँ हुन्छ, मलाई पनि हुन्छ। तर पनि हिजोको जन्मिँदा हामीले के लिएर आएको थियौँ त्यो हामीले भोग्नै पर्छ भनेर स्थिर भएर जस्तो दुःख पर्दा पनि आफ्नो गुरुलाई हृदयमा राखेर पाइला अगाडि चाल्नुहोस्। सधैँ सफल हुन्छ भन्ने सोच राख्नुहोस्, नराम्रो विचार नल्याउनुहोस्, एक दिन सफल हुन्छ। अझै पनि म धेरै दुःखैमै छु, तर सबै वर्णन गर्न सक्दिनँ। बाबालाई थाहा छ, ईश्वरलाई थाहा छ। आत्मसात गरेर हिँड्नुहोस्, गुरु बाबा सधैँ मसँगै हुनुहुन्छ भन्ने धारणा गर्नुहोस्, अवश्य सफल हुन्छ भन्दै सम्पूर्णमा धैर्य धारण गरी भक्तिको मार्गलाई अझै बढाउनुहोस् भन्दै 2 शब्द यहीँ राख्न चाहे। बाबा अझै म प्रतिको भाव, हजुरप्रतिको भाव र म प्रति मैले गरेको भक्ति अझै बढाइदिनुहोस् भन्दै मलाई केही चाहिँदैन बाबा, हजुरको सधैँ शरणमा पर्न पाऊँ। जय भोलेनाथ। सिद्ध पुरुषहरूको, महात्माहरूको, सन्तहरूको आशीर्वाद भयो भने पक्कै पनि जीवन धन्य हुनेछ, उल्लासमय हुनेछ, खुसीमय हुनेछ। त्यस कारणले गर्दाखेरि पनि हामीले गुरु मान्नुपर्छ, गुरु थाप्नुपर्छ, गुरुको सान्निध्यमा जानुपर्छ भनेका हौँ। र ओम सद्गुरु शिव शक्तेश्वर गुरु बाबा जस्ता महात्मा सन्त ध्यानी व्यक्तित्वहरूको शक्तिले, मार्गदर्शनले नै यो हाम्रो घरको, कुलको रक्षा र हिन्दू धर्मको संवर्धन प्रवर्धन हुँदै आइरहेको छ भन्ने कुरा पनि यहाँ प्रकाश पार्दै पुनः म कार्यक्रमतर्फ नै सहयोगी दाताहरू हुनुहुन्छ। हाम्रो पनि गुरु बाबाको आज जन्मदिन, किन सहयोग नगर्ने, हामीले पनि सकेको सहयोग गर्छौँ गुरु बाबाको यस पावन जन्मदिनको अवसरमा भनेर। यहाँ बाहिर प्रसाद, भोजन प्रसाद पनि बनिरहेको छ, लगायतका यहाँ देखिरहनु भएको सम्पूर्ण यो आकर्षणको सबै सजावटका सामानहरूदेखि लिएर उहाँले आफ्नो तर्फबाट गर्ने सम्पूर्ण खाद्यान्नदेखि लिएर सबै नगद सहयोग उपलब्ध गराउनु भएको छ। त्योभन्दा अगाडि म बोल्ने कुरा नै जोड्न चाहे। ओमकार शिव बिन्दु सर्वा परमात्मा सद्गुरु शिव शक्तेश्वर बाबा जन्म उत्सवको धेरै धेरै शुभकामना, अष्ट चिरञ्जीवी भई हामीहरूलाई सबले कृपा आशीर्वाद प्रदान गर्दै हुनुहुन्छ। मेरो सानो शिव शक्तेश्वर बाबाको जन्मदिन उहाँको विशेष दिन। मलाई लाग्छ गुरु बाबाको भन्दा पनि हामी सम्पूर्ण भक्तजनहरूको आज विशेष दिन। गुरु बाबाले यस धरतीमा जन्म लिनु भएर नै हामीले आज भक्तिको मार्ग समात्न सकेका छौँ। म मेरो हृदयदेखि नै गुरु बाबालाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। आज ठ्याक्कै 11 वर्ष भएछ म यस धाममा पाइला टेकेको। यो 11 वर्षमा विभिन्न उतार चढावहरू आएका छन्। साउन महिनाको अन्तिम सोमबार यहाँ हवनको कार्यक्रम थियो र मेरो कार्यालयमा चाहिँ मभन्दा माथि एकजना हाकिम साहब हुनुहुन्छ, हाकिम साहबको विदाय कार्यक्रम थियो। म यहाँ आएँ, गुरु बाबाको दर्शन गरेँ। म हवन कार्यक्रममा सरिक भन्दा पनि गुरु बाबाको आशीर्वाद दिन आएको थिएँ। गुरु बाबाले हेर्नुभयो, एकछिन बस भन्नुभयो। मलाई त हतार थियो, म अफिसको कार्यक्रम आफैले चलाउनु पर्ने भएको कारणले मैले गुरु बाबालाई सोधै नसोधिकन म यहाँबाट जान्छु भनेर एउटा गिफ्ट लिएर ढोडा बजारमा गएँ। एउटा सानो गिफ्ट लिएर गएँ। गिफ्टै नपुग्दै एउटा ठुलो एक्सिडेन्ट भयो।
गुरुबाबाको आशीर्वाद थियो। मेरो कपडाहरू थियो सबै च्यातियो, तर मलाई रगतको सानो छिटा पनि आएन। मैले त्यहाँनिर सम्झेँ गुरुबाबा हजुरले मलाई बचाउनु खोज्नु भएको थियो, एउटा बाटो देखाइरहनु भएको थियो, बस्छ भन्दै हुनुहुन्थ्यो। नटेरी त मै आउँदैछु, एकछिन म रोकिएको भए कार्यक्रम एकछिन ढिला हुन्थ्यो होला, तर यति ठुलो एक्सिडेन्ट हुन्थेन होला भन्ने सम्झना गरेँ। त्योभन्दा ठुलो मलाई केही पनि भएन, सकुशल नै भए। मलाई चोट त्यस्तो ठुलो केही पनि लागेन। बाइक लगभग 12-13 हजार लागेर बनाउनु पऱ्यो, कपडाहरू च्यातियो, तर मलाई केही पनि भएन। म त्यहाँ गए पनि गुरुबाबाको आशीर्वाद मसँग रहिरहेको रहेछ। म धन्य भएँ। म उठेँ अनि सबैभन्दा अगाडि गुरुबाबालाई सम्झेँ, नमन गरेँ, अनि फेरि उठेर अब आफ्नो कार्यक्षेत्रले म लाग्नै पर्ने थियो। म कार्यक्षेत्र लागेँ। यहाँ आज धेरै भक्तजनहरू हुनुहुन्छ, हेरेर हतार पनि भएको छ होला। हतार गरेर हिँड्दाको परिणाम के हुन्छ मैले यहाँलाई सुनाएँ। र अर्को ठुलो कुरा चाहिँ गुरुबाबाले मलाई ध्यान सिकाउनु भएको छ। यस्तो ध्यान जुन ध्यानले मेरो आत्मविश्वास बढाउँछ र मन चञ्चल हुन दिँदैन। अघि नै यहाँ अर्चना भोलेनाथले पनि सिकाउनु भयो, त्योभन्दा अगाडि 5 सालको ध्यान छ। त्यो ध्यानले जीवनमा धेरै परिवर्तनहरू आएका छन्। म कसैसँग नडराउने भएको छु। म पहिला चाहिँ बोल्न पनि डराउँछु। आज आएर निर्धक्कका साथ यहाँ सबै भक्तजनहरूको अगाडि आफ्नो भनाइहरू राख्न सकेको छु। ठुल्ठुला व्यक्तिहरूसँग भेट हुन्छन्, आत्तिने समस्या हुन्थ्यो। म नआत्तिकन मनलाई शान्त राखेर कुरा गर्न सक्ने भएको छु र जीवनमा एउटा छुट्टै खुसियाली, जीवनले एउटा छुट्टै मोड दिएको छ। यसमा गुरुबाबाको कृपा आशीर्वाद रहेको छ र आगामी दिनमा पनि म गुरुबाबाबाट सधैँ कृपा आशीर्वाद पाइराखौँ भन्ने भनिराख्दै फेरि पनि गुरुबाबालाई जन्मदिनको शुभकामना दिँदै मेरा भनाइहरू अन्त्य गर्न चाहन्छु। जय भोलेनाथ। हामीमा पाउँछ भन्ने छ। अहिले यसमा ठुलो अनुसन्धान पनि भइरहेको छ, वैज्ञानिकहरू लागि परेका छन्। अहिले पाश्चात्य यो चाहिँ संस्कृतिहरूमा रिसर्चको लागि धेरै ठुलो पूर्वीय दर्शनको बारेमा पनि रिसर्च भइरहेको कुराहरू पनि छ। उहाँले पनि पक्कै पनि यहाँ बसेको भए दुर्घटनामा पर्दैन थिए भन्ने कुराको गर्नु पक्कै पनि होइन, थाहा हुन्छ। एउटा सिद्ध पुरुष यसमा समर्पण कतिको हुन सक्छौँ भन्ने तपाईँ हाम्रो कुरा हो। तर हामीले भित्रैदेखिबाट मनन गर्ने हो भने त्यो शक्ति, त्यो ऊर्जा हामीले पाउँछौँ भन्दै यहाँ अगाडि एकजना सर्वप्रथम त शिवशक्तेश्वर बाबा जन्मिनु भनेको साक्षात् भगवान जन्मिनु भएको रहेछ र गुरुआमा माता पार्वतीको रूपमा मैले सपनामा देखेँ। सद्गुरु शिवशक्तेश्वर बाबा साक्षात् भगवान शिव भगवानको रूपमा पाएँ। मलाई पहिला धेरै दुःख कष्टहरू थियो। सद्गुरु शिवशक्तेश्वर बाबाकोमा आउँदा पनि दुःख कष्टहरू भइरहेको। अनि मैले भाइ सत्ता सुरु गरेँ। त्यस पछाडि चाहिँ सबै कुराहरू पुग्यो, नबनेको कामहरू पनि बन्यो। अनि दुःख कष्ट पीडाहरू सबै हटेर गयो। नानी बाबुहरू पनि धेरै ज्ञानी भए। अनि श्रीमान पनि, म श्रीमानसँग सानो कुरामा झगडा गरिरहन्थेँ। ठुलो झगडा पर्थ्यो। धेरै पाएको छु। सद्गुरु शिवशक्तेश्वर बाबाकोमा आउँदा सबै कुराहरू पुग्ने रहेछ, दुःख कष्टहरू पार हुने रहेछ, यो मैले अनुभव गरेको छु। मेरो एउटा गणेरी चाहिँ नबितेर धेरै तनाव भएको थियो, त्यसको ब्याज तिर्दा सुनाउनु भयो। हामीमा आज केक पनि आइसकेको छ। आज हाम्रो लागि पनि विशेष दिन। हामी केक काटेर पनि एकछिनपछि सेलिब्रेट गर्छौँ जन्मोत्सव। त्योभन्दा अगाडि आजको यस कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्नको लागि शिवशक्तेश्वर बाबा जन्म उत्सवको जय भोलेनाथ, जय भोलेनाथ। पक्कै पनि अब भने हामी यस कार्यक्रममा सहयोग गर्ने सहयोगी दाताहरूलाई सम्झिन चाहन्छौँ। यहाँ अगाडि केक काट्ने
केक आइपुगिसकेको छ। यो केकको लागि पनि तपाईँ हामी जस्तै भक्तले आज जन्मदिनको गुरुबाबाको उत्सवको अवसरमा यहाँ प्रदान गर्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद भन्दै अबको क्रममा गुरुबाबाले यस कुर्सीमा राखिदिनु होला जसलाई भुइँमा बस्न असहज हुन्छ। सबैजनालाई सबै बुवाहरू बसेर बुवा आमा चाहिँ बस्नु होला, जो सक्नुहुन्न उठ्न, अरू सबैजना उठ्नु होला। हामी गुरुबाबाको जन्म उत्सवमा सहभागी बनौँ, सबैजना उठेर यहाँ केक काट्ने कार्यक्रम रहनेछ अबको क्रममा। ओम सद्गुरु शिव शक्तेश्वर बाबाको, ओम सद्गुरु शिव शक्तेश्वर बाबाको, ओम सद्गुरु शिव शक्तेश्वर बाबाको, जय भोलेनाथ, जय भोलेनाथ, जय भोलेनाथ। ओम सद्गुरु शिव शक्तेश्वर बाबाको, ओम सद्गुरु शिव शक्तेश्वर बाबाको, ओम सद्गुरु शिव शक्तेश्वर बाबाको, जय भोलेनाथ। ओम सद्गुरु शिव शक्तेश्वर बाबाको, गुरु
कृपया सबैजना आफ्नो स्थानमा बसिदिनु होला। पानी यो सबैमा मिल्छ, अल्लाह ईशु हिन्दू आदि सबैलाई चाहिन्छ। त्यसैले विभिन्न जात जाति धर्म कर्म भोट पिच्छे गिरा फटेर यस धरतीमा कृपा गर्ने श्री नारायण छन् एउटै आकाशमा। आउनलाई समय लाग्यो जानलाई समय लाग्दैन, आउनलाई समय लाग्यो जानलाई समय लाग्दैन। मनुष्य चोला दुर्लभ छन्, मनुष्य चोला दुर्लभ छन्, फेरि फेरि पाइँदैन। यो पाएको बेलामा सही ढङ्गले सदुपयोग गर्न सकेन भने रुनु सिवाय केही पनि छैन। जय भोलेनाथ। आज बाबाको जन्म उत्सवको दिन यहाँ उपस्थित हुनुभएका सम्पूर्ण भक्तजनहरूमा र देश विदेशमा रहनुभएका भक्तजनहरू र काम विशेषले काम कार्यले गर्दाखेरि उपस्थित हुन नसक्नु भएको पनि उहाँहरूलाई सद्गुरु शिवशक्तिश्वर बाबाको तर्फबाट सम्पूर्ण भक्तजनहरूलाई फेरि पनि एकचोटि जय भोलेनाथ, जय भोलेनाथ, जय भोलेनाथ। अब सबैले स्वरमा स्वर। मनुष्य जन्म लिएर यस धरतीमा आउनु भनेको आफू भित्र भएको, हामी बाहिर शिवालय खोज्छौँ तर शिवालय हामी भित्र नै छ। शिवालय हामी बाहिर खोजिरहेछौँ तर वास्तवमा ईश्वर बाहिर भित्र हुनुहुन्छ। एउटा अँध्यारो भित्र सूक्ष्म एउटा सानो भन्दा पनि एकदम सानो, उदाहरणको लागि दहीमा किरा हुन्छ, त्यो किरालाई ब्याक्टेरिया भनिन्छ। उसले पनि खान्छ होला नि त त्यो किराले पनि। भनेपछि दहीमा भएको किरालाई हामी आँखाले सोझै देख्न सक्दैनौँ। भनेपछि उसलाई चलाउने परमात्मा ईश्वर कत्रो छ त? त्यो परमात्मा लिएर म आफ्नै ठाउँमा जन्मेर यसै ठाउँबाट हिन्दू धर्मको शक्तिश्वर बाबा भनेर शिवलिङ्ग स्थापना गर्नुभएको छ। यो त सबैलाई जानकारी नै छ। अब राष्ट्रिय स्तरको एउटा ध्यान केन्द्र गुरुत्व प्राप्ति भगवान छैन, भगवान देख्न सकिँदैन, पूजापाठमा मात्रै सीमित हो भन्नेहरूको लागि पनि बाबाले ध्यानद्वारा ईश्वरको साक्षात्कारको मार्गदर्शन, भित्र भएको तत्त्व शिवालय गुरुत्व दीपको साक्षात्कार र जुन हाम्रो मूलाधार चक्रदेखि लिएर अनाहतदेखि लिएर सहस्रार चक्रसम्म जुन हामीलाई मार्गदर्शन छ, त्यहाँसम्मको ईश्वरको साक्षात्कार र जुन शिवजीले साक्षात्कार गर्नुभयो त्यो मार्गदर्शन बाबालाई प्राप्त छ। किनभने यो कलियुगमा सम्भव छैन। बाबाको पूर्व जन्मको कर्म प्राप्त गर्नुभयो। आज भोले बाबाको कृपाद्वारा आज सबैलाई ध्यानको मार्गदर्शन गराउन पाएको छु। आफ्नो कुल धर्म मान्ने तरिकाहरू सिकाउन पाएको छु र आगामी दिनहरूमा पनि पूजापाठ जप तप ध्यानका मार्गदर्शनहरू गराउँदै अगाडि बढ्नेछु भनी सम्पूर्ण भक्तजनहरूमा फेरि पनि जय भोलेनाथ। अब स्वरमा स्वर तपाईँहरूले पनि मिलाइदिनु होला। फेरि एकचोटि भनिदिनुहोस् त। हाम्रो हिन्दू धर्म लोप हुँदैन, हाम्रो हिन्दू धर्म लोप हुँदैन, हाम्रो हिन्दू धर्म लोप हुँदैन, हाम्रो हिन्दू धर्म लोप हुँदैन। सुन है नेपाली, सुन है नेपाली, हाम्रो साथमा छ नेपाल आमा, हाम्रो साथमा छ नेपाल आमा। धर्म भूमि हो यो हाम्रो,
ईश्वर माने पनि सबैको ईश्वर एकै हुन्। भगवान भनेको पानी हो, सबैमा मिल्छ। अल्लाह यीशु हिन्दू आदि सबैले चाहिन्छ। आफ्नो लागि भनेर काटेर नखाने, घरको दैलोमा रगतको छिटा नपार्ने, मोठ मन्दिरमा हत्या हिंसा नगर्ने, सकिन्छ भने मनबाट त्यागिदिने, सकिन्न भने अन्तिममा फेरि पनि जय भोलेनाथ, जय भोलेनाथ। घरमा नृत्य पूजा पाठ गर्नुभन्दा अगाडि आज म एउटा सानो कुरा बताउँदैछु तपाईँहरूलाई। यो केही समय गर्दै गइसकेपछि घरमा उन्नति प्रगति हुँदै आउनेछ। छोरा मान्छेले गाईको घिउ लगाएर धूप दिने आफ्नो कुलदेवतालाई छोरा मान्छे, छोरी मान्छेले घिउ नलगाइकन धूप दिने। आज छोरी मान्छेले कुललाई धूप बाल्ने प्रथाहरू चलेको छ। वास्तवमा यो सही सत्य होइन। कुनै दिन समय अनुकूल मिल्यो भने तपाईँहरू आउनुहोला, म यसको बारेमा तपाईँहरूलाई वर्णन गर्नेछु। आफ्नो नृत्य पूजा गर्नुभन्दा अगाडि आफ्नो कुललाई 2टा धूप दिनुहोस्, त्यसपछिबाट नृत्य पूजा सुरु गर्नु होला। छोरा मान्छेले गाईको घिउ लगाएर धूप दिने, छोरी मान्छेले नलगाइकन। आज कस्तो शुभ प्रथा आयो त भन्दाखेरि छोरी मान्छेले पनि हुन त गाली नगर्नु, अन्यथा नसम्झिनु होला। सत्य बताउँदैछु, छोरी मान्छेले कुलमा बत्ती बाल्न मिल्दैन। छोरी मान्छेले कुलदेवतालाई बत्ती बाल्न मिल्दैन, नबाल्नु होला। कुलको नाम छ भने छोरा मान्छेले बत्ती बाल्ने। र अर्को कुरा, मृत्यु हुने बेलामा नारायण भन्नुहोस्, वैकुण्ठ धाम जान पाइन्छ, राम राम भन्नुहोस्, शिवलोक जान पाइन्छ, स्वर्ग जान पाइन्छ भनेर हामी कति ठाउँमा सुनेका छौँ। हामी वैकुण्ठ धाम पनि पठाउँछौँ र फेरि पितृलाई आह्वान पनि गरिरहन्छौँ। पितृलाई बोलाउनु हुँदैन। पितृदेवताको कार्य भनेको तिथिहरूमा, सोह्र श्राद्धहरूमा, श्राद्धको कार्यहरूमा, औँसीहरूमा पितृदेवतालाई गर्ने। त्यो भन्दा अघि पछि पितृदेवताको नामबाट हामीले केही गर्न पनि मिल्दैन। जब हामी वैकुण्ठ धाम पठाउँछौँ, त्यसपछिबाट धूप बत्ती गरेर आह्वान गराउँछौँ, आफ्नो पितृलाई बोलाउँछौँ। त्यो ठिक होइन। त्यसलाई अन्यथा नलिदिनु होला। सही सत्य बताएको तपाईँहरूले शास्त्र आउनु होला। हरेक सोमबार हाम्रो पूजा पाठ, जप तप, ध्यानका मार्गदर्शनहरू हामीले गराउँदै आएका छौँ। कुनै पनि धर्मावलम्बीहरूले ध्यान भनेको सबैको अधिकारको कुरा हो। मनुष्य चोलालाई पूर्ण गर्ने मार्गदर्शन भनेकै ध्यान हो। हिन्दू धर्मको संरक्षणको जड भनेकै कुल धर्म हो। त्यसैले हरेक सोमबार हाम्रो पूजा पाठको, जप तप, ध्यानको बारेमा सत्सङ्गहरू भइरहेको हुन्छ। तपाईँहरूले पनि समय मिलाएर आइदिनु होला भन्दै पनि सद्गुरु शिवशक्तेश्वर बाबाको तर्फबाट जय भोलेनाथ, जय भोलेनाथ, जय भोलेनाथ। पनि अगाडि आइदिनु होला। मदन टोल विकास संस्था परिवार हेटौँडा 9 को प्रतिनिधि हुनुहुन्छ भने यहाँ सम्मान गर्ने कार्यक्रम रहेको छ। गुरुबाबाको जन्मोत्सवको अवसरमा कृपया अगाडि आइदिनु होला। त्यसै गरी जुम्बा हेल्थ क्लब हेटौँडा 9 को प्रतिनिधि कोही हुनुहुन्छ भने उहाँलाई पनि म अगाडि आमन्त्रण गर्दछु। त्यसै गरी साई केन्द्रका राजाराम खतिवडा हेटौँडा 9 उहाँलाई पनि म सम्मानको लागि अगाडि आमन्त्रण गर्दछु। त्यसरी पाइन्चाइन मन्दिर हेटौँडा 9 को प्रतिनिधि हुनुहुन्छ भने पनि उहाँ पनि अगाडि आइदिनु होला। त्यसै गरी प्रणामी युवा परिषद गौरीटारबाट कोही हुनुहुन्छ भने उहाँलाई पनि म अगाडि अग्रभागमा आमन्त्रण गर्दछु। त्यसै गरी सहयोगी मन नेपालका अध्यक्ष केदार चौलागाई पनि आउँछु भन्नुभएको थियो। यदि आउनु भएको छ भने कृपया अगाडि आइदिनु होला। श्री कृष्ण प्रणामी मन्दिर मूलविला धामबाट कोही प्रतिनिधि हुनुहुन्छ भने उहाँलाई पनि म अगाडि आमन्त्रण गर्दछु। अब हामी एकैछिन बसौँ। भनिरहेको थिएँ, उद्घोष गरिरहेको थिएँ, यहाँ अगाडि साई केन्द्र
मदन टोलबाट पनि यहाँ अगाडि आउनु भएको छ बुवा, उहाँलाई पनि सम्मान गर्दैछौँ हामी। अहिले गुरुबाबाले साई केन्द्र हेटुडा 9 का प्रतिनिधिज्यूलाई सम्मान गर्नुभयो। त्यसै गरी मदन टोल विकास संस्थाबाट भन्नुभयो होइन हजुर, मदन टोल विकास संस्थाबाट यहाँ बुवा अगाडि आउँदै हुनुहुन्छ। अब त्यसै गरी आजको यस कार्यक्रमलाई सहयोग गर्ने सहयोगी दाताहरूलाई म क्रमैसँग नाम उद्घोष गर्नेछु। उहाँ दाताहरू कृपया अगाडि आइदिनु होला। धर्मराज भण्डारी परिवार, धर्मराज भण्डारी र उहाँको परिवार हुनुहुन्छ भने कृपया अगाडि आइदिनु होला। त्यसै गरी राहुल सुनार केदारनाथ सुनचाँदी पसलबाट पनि आजको यस कार्यक्रमलाई भव्य बनाउनको लागि, यस जन्मोत्सव कार्यक्रमलाई सहयोग पुर्याउनु भएको छ। उहाँलाई जोरदार तालीले धन्यवाद व्यक्त गरौँ। राहुल सुनार केदारनाथ सुनचाँदी पसल। त्यसै गरी विष्णुमाया देवी पौडेल हुनुहुन्छ भने कृपया अहिले भेट्ने बेला भएको छैन, सबैजना बस्नु होला। हामी टीका प्रसादको क्रममा गुरुबाबालाई भेट्नेछौँ। गुरुबाबाको लागि तपाईँहरूले ल्याउनु भएको केही मायाको चिनो छ भने पनि त्यतिखेर नै यहाँहरूले दिन सक्नु सहयोग गर्नुहुने दातालाई सम्मानको कार्यक्रम रहेको छ। त्यसै गरी रेणु श्रेष्ठज्यूलाई पनि म अगाडि आमन्त्रण गर्दछु। भावना कार्की लामाज्यूलाई पनि म अगाडि आमन्त्रण गर्दछु। त्यसै गरी मैया ढुङ्गानाज्यूलाई पनि अगाडि आमन्त्रण गर्दछु। त्यसै गरी मीरा कुमारी हुमागाईज्यूलाई पनि अगाडि आइदिनको लागि अनुरोध गर्दछु। चन्द्र शोभा प्रधानज्यू उहाँलाई पनि म अगाडि आइदिनको लागि अनुरोध गर्दछु। त्यसै गरी राजी श्रेष्ठ ज्यूलाई पनि अगाडि आइदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी रतन फुलालज्यू, मीरा चौलागाईज्यू, ओम कुमारी पूर्व छानेज्यू, नीलम देवकोटाज्यू, प्रतिभा देवकोटाज्यू, सुजु लामाज्यू, हरिकृष्ण बरुवालज्यू, राजु बुढाथोकीज्यू, गीता घिमिरेज्यू, केदार थापाज्यू, मैले जसको नाम उद्घोष गरेको छु कृपया उहाँहरू पालो अगाडि आइदिनु होला। तिवडाज्यू, मनिषा घिमिरे निजगढबाट हुनुहुन्छ, उहाँलाई पनि म अगाडि आमन्त्रण गर्दछु। त्यसै गरी सुनिता, तपाईँ हामीलाई फोटो र भिडियोमा कैद गर्दै हुनुहुन्छ। दाजुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ। मनोज दाहालज्यू यहाँ अगाडि हुनुहुन्छ, उहाँलाई पनि सम्मानको लागि म अनुरोध गर्दछु। त्यसै गरी आजको यस कार्यक्रममा भोजन प्रसाद बनाएर बाहिर बनाउँदै हुनुहुन्छ दुईजना कुकम्यान दाईहरू, नाम चाहिँ यहाँ उल्लेख छैन। कुकम्यान दाईहरूलाई पनि यो खबर पुर्याइदिनु होला। उहाँलाई पनि सम्मान गर्ने, आज गुरुबाबाले सम्मान गर्छु भन्नुभएको छ, उहाँलाई पनि मैले आमन्त्रण गरेँ। पूजा शर्माज्यू, रीता अधिकारीज्यू, त्यसै गरी दिवाकर उपाध्यायज्यू, लक्ष्मी धितालज्यू, करिश्मा थापा मगरज्यू, नीलम पूजा मगरज्यू, साईराम परिवार लामसुरे भर्खरै गर्नुभयो, उहाँले पनि सहयोग गर्नु भएको छ। मैया मानन्दरज्यू, सरस्वती श्रेष्ठज्यू र कार्कीज्यू लेख्नु भएको छ। यो निमोलन हो कि निमोल कार्कीज्यू, निर्मला, ओके, निर्मला कार्कीज्यूलाई पनि म अगाडि आमन्त्रण गर्दछु। उहाँहरू सबैलाई जोरदार तालीले धन्यवाद व्यक्त गरौँ। आजको यस कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्नको लागि स्वेच्छाले उहाँहरूले नगद जिन्सी सामानहरू पनि सहयोग गर्नु भएको छ। र यदि म पनि सहयोग गर्थे कसलाई भन्ने जस्तो लागेको छ भने अर्चना भोलेनाथलाई तपाईँले सम्झिन सक्नुहुनेछ। यदि तपाईँलाई पनि म पनि सहयोग गर्थे भन्ने जस्तो लागेको छ भने अर्चना भोलेनाथलाई भेट्न सक्नुहुनेछ भन्दै सम्मानित हुनेहरू कृपया अहिले ग्रुप फोटो खिचेर अनि त्यसपछि मात्रै यथास्थानमा बस्ने भन्ने कुरा आयो। ती एकछिन त्यतै उभिनु होला साइडतिर। एउटा ग्रुप फोटो सबैलाई सम्मान सकिसकेपछि गुरुबाबाको साथमा यो चारैतिर घुमेर बस्नु होला नि।
सुशीला उप्रेतीज्यू उहाँलाई पनि म अगाडि आमन्त्रण गर्दछु। सम्मानको कार्यक्रम चलिरहेको छ। सहयोगी दाताहरूलाई गुरुबाबाले सम्मान गर्दै हुनुहुन्छ यहाँ अगाडि। यसपछि पनि हामी फेरि सम्मानको कार्यक्रमलाई नै जोड्छौँ। सम्मान यस अर्थमा कि वृद्ध बुवा आमा अघि नदेखिबाट यहाँ बसिरहनु भएको छ, उहाँहरूलाई गुरुबाबाले हर्लिक्स बिस्कुट दोसल्ला उडाएर सम्मान गर्ने कार्यक्रम रहेको छ। म उहाँहरूको पालै पालोसँग नाम उद्घोष गर्छु। एकछिन बसिदिनु होला। यहाँ फोटो सेसनको कार्यक्रम रहनेछ, त्यसपछि म बुवा आमाहरूको नाम भन्नेछु। एक दुईजना भोलिनाथ यहाँ अगाडि आइदिनु न। यो टेबल बाहिर लगिदिनु न। यो अगाडिको टेबललाई बाहिर लगिदिनु होला। पुरुष भोलिनाथहरू यो टेबललाई बाहिर लगिदिनु न। यो टेबललाई अगाडि यहाँ दुईजना आइसक्नुभयो। जोरदार तालीले सम्मान व्यक्त गरौँ। हेर्नु भइरहेछ। त्यसै गरी म बुवा आमाहरूको नाम लिनेछु। तपाईँहरू पालै पालोसँग अगाडि आइदिनु होला। पिताम्बर प्याकुरेलज्यू अगाडि आइदिनु होला। रामकुमार आचार्यज्यू उहाँलाई पनि म अगाडि आमन्त्रण गर्दछु। त्यसै गरी रामप्रसाद पौडेलज्यू यहाँ अव्यवस्थित अलि असहज होला कि भनेर मैले पालै पालोसँग नाम उद्घोष गरिरहेको छु। वृद्ध बुवा आमाहरूलाई, ज्येष्ठ नागरिक भइसक्नु भएका बुवा आमाहरूलाई निरन्तर सहयोग गर्दै आइरहनु भएको छ। यो वर्ष पनि हामी देख्न सक्छौँ अगाडि गुरुबाबाले फेरि पनि म आमा बुवाको नाम लिन्छु। उहाँहरू कृपया अगाडि आइदिनु होला। सङ्गीता प्याकुरेल, रमा तिमल सिन्हा, सीता पौडेलज्यू, शोभा तिमल सिन्हाज्यू, कृष्ण बहादुर खतिवडाज्यू, सावित्री न्यौपानेज्यू, नवराज शर्माज्यू, त्यसै गरी टङ्कप्रसाद चौलागाईज्यू, नवराज शर्माज्यू, शोभा तिमल सिन्हाज्यू, सावित्री न्यौपानेज्यू, भुवनेश्वरी प्याकुरेलज्यू, जानुका प्याकुरेलज्यू, विष्णु श्रेष्ठज्यू, सीता खनालज्यू, हरिभक्त खनालज्यू, तेजबहादुर खड्काज्यू,
तेजबहादुर खड्काज्यू 81 वर्षको बुवा हुनुहुन्छ। शोभा घिमिरेज्यू आमा, शोभा घिमिरे आमालाई पनि अगाडि आइदिनको लागि अनुरोध गर्दछु। निरबहादुर बस्नेत बुवालाई पनि अगाडि आइदिनको लागि अनुरोध गर्दछु। गङ्गा बस्नेत बुवालाई पनि अगाडि आइदिनको लागि अनुरोध गर्दछु। आमा हुनुहुन्छ होला। मुरली प्रसाद घिमिरेज्यू, दुर्गा प्रसाद भण्डारीज्यू, दशरथ भण्डारीज्यू बुवालाई पनि म अगाडि आइदिनको लागि अनुरोध गर्दछु। शिव प्रसाद न्यौपाने बुवालाई पनि अगाडि आइदिनु हुन म अनुरोध गर्दछु। सावित्री न्यौपाने आमालाई पनि म अगाडि आइदिन अनुरोध गर्दछु। लक्ष्मी आचार्य आमालाई पनि म अगाडि आइदिनु हुन अनुरोध गर्दछु। विष्णु खड्का आमा पनि अगाडि आइदिनु होला। हजुर भुवण पौडेलज्यूलाई पनि अगाडि आइदिनु हुन अनुरोध गर्दछु। विष्णु खड्गाज्यू, मैले जसको नाम उद्घोष गरेको छु कृपया उहाँहरू अगाडि आइदिनु होला। बुवा आमाहरू माधव लम्सालज्यू, मैया अधिकारीज्यू, सावित्री गुरागाईज्यू, पद्मा कुमारी गौतमज्यू आमा हुनुहुन्छ। यहाँ मन्दिरको पुरोहितज्यू उहाँलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ। मन्दिरको पुरोहितज्यू भन्नुभएको छ। हस्, रामप्रसाद मैनालीज्यू, गायत्री निरौलाज्यू, सानुमाया मगर आमा अगाडि आइदिनु होला। पद्मा देवी मिश्र आमा अगाडि आइदिनु होला। तिलक प्रसाद मिश्रज्यू, ओके, तिलक प्रसाद मिश्र बुवा पनि आइसक्नु होला। अगाडि आइसक्नु बुवा बिस्तारै है, बिस्तारैको लागि अगाडि बस्न सक्नुहुन्छ है त। यहाँ नाम दोहोरिन नै सक्छ। तपाईँहरूको नाम दोहोरियो भने बुवा आमाहरू अगाडि फोटो खिच्ने ठाउँमा चाहिँ बसिदिनु होला सम्मान ग्रहण गरिसके पश्चात। शारदा चापागाई आमालाई पनि म अगाडि आमन्त्रण गर्दछु। शान्ता सुवेदी आमालाई पनि म अगाडि आमन्त्रण गर्दछु। त्यसै गरी बाबु काजी श्रेष्ठ बुवालाई पनि सम्मानको लागि अगाडि आइदिनु हुन अनुरोध गर्दछु। ज्येष्ठ नागरिक सम्मान कार्यक्रम हुँदैछ। कृपया यहाँ अगाडि बिस्तारै जाउँ। बुवा आमालाई सम्मान गर्दै हुनुहुन्छ। 65 भन्दा माथि उमेरका बुबा आमाहरू जो 105 वर्षको बुबा पनि हुनुहुन्छ, 95-96 वर्षका आमालाई पनि सम्मान गरिसक्नु भएको छ गुरु बाबाले। बुबा आमा मात्रै आइदिनु होला है, 65 वर्षभन्दा माथिको 65, 60 भन्ने कुरो यहाँ मलाई भन्नुभएको छ। त्यही भएर 65 वर्षभन्दा माथिको बुबा आमा मैले जसको नाम लिएको छु उहाँहरूलाई पालै पालो अगाडि आइदिनको लागि अनुरोध गर्दछु। धेरै बुवा आमा सम्मानित भइसक्नु भएको छ। गुरु बाबाले आज आफ्नो जन्मदिनको पुनित अवसरमा ज्येष्ठ नागरिक बुबा आमा हाम्रो धरोहर हुनुहुन्छ, हाम्रो अभिभावक हुनुहुन्छ, उहाँहरूलाई सम्मान गर्नुभएको छ। घरको खम्बा हुनुहुन्छ, उहाँहरूलाई आज यस पुनित अवसरमा सम्मान गर्नुभएको छ। दोसल्ला पछौरा र हर्लिक्स बिस्कुट वितरण गरेर
यस कार्यक्रमलाई विगत धेरै वर्षदेखिबाट गुरु बाबाले गर्दै आइरहनु भएको छ। हामी कार्यक्रमको अन्त्यमा छौँ। बुबा कृपया सबै भक्तजनहरू एकैछिन धैर्य धारण गरेर बसिदिनु होला। हामी कार्यक्रमको अन्त्यमा छौँ। बुबा आमाहरूलाई सम्मान गर्ने कार्यक्रम भइरहेको छ। यहाँ हामी देख्न सक्छौँ। माथिबाट लाइट हुन्छ नि तपाईँकोले त लाइट क्याप्चर गर्छ होला नि। अहिले यहाँ ज्येष्ठ नागरिक आमा बुवालाई सम्मान गर्ने कार्यक्रम चलिरहेको छ। कृपया सबैजना शान्त पनि भइदिनु होला। साना भोलेनाथहरू भाइ बहिनीहरू हल्ला नगरिदिनुहोस्, हल्ला नगर्नु होला। बुबा आमालाई सम्मान गर्ने कार्यक्रमपछि विद्यालयहरूलाई मकवानपुर जिल्लामा रहेका वा बाहिर जिल्लामा रहेका विद्यार्थीहरू र विद्यालयहरूलाई कपी कलम वितरणको कार्यक्रम पनि रहनेछ। यस पश्चात त्यसपछि हामी गुरु बाबासँग टीका आशीर्वाद ग्रहण गर्नेछौँ र बाहिर भोजन प्रसाद बनेको छ। सबैजना भोजन प्रसाद ग्रहण गरेर मात्रै जानु होला, चाहिँ बिदाई हुनु होला। हामी कार्यक्रमको लगभग अन्त्यतर्फ आएका छौँ। यसपछि विद्यालयको सम्मानको कार्यक्रम रहनेछ। ल त संस्कृत वेद विद्यालय राप्तीतटमा अवस्थित छ। यहाँ संस्कृत पढ्ने बटुक भाइहरूलाई सम्मानको कार्यक्रम चलिरहेको छ। सो विद्यालयलाई गुरु बाबाले हरेक कार्यक्रममा सहयोग गर्दै आइरहनु भएको पनि छ। यहाँ अवगत गराउन चाहे।
बटुक भाइहरू यहाँ अगाडि बस्नु, यहाँ अगाडि मिलेर बस्नु त फोटो सेसनको लागि बटुक भाइहरू अगाडि मिलेर बस्नु होला। श्री नेपाल मावि अमलेशगञ्ज 12 विद्यालयबाट कोही शिक्षक प्रतिनिधि हुनुहुन्छ भने कपी ग्रहणको लागि ल्याइदिनु होला। श्री नेपाल राष्ट्रिय आधारभूत चकरी अमलेशगञ्जबाट कोही हुनुहुन्छ भने अगाडि आइदिनु होला। श्री साङ्गे छोइलिङ बौद्ध गुम्बा अमलेशगञ्ज केही रहेको छ, कोही प्रतिनिधि हुनुहुन्छ भने अगाडि आइदिनु होला। कालिका आधारभूत विद्यालय हेटौडा 13 को शिक्षक प्रतिनिधि वा कोही प्रतिनिधि हुनुहुन्छ भने अगाडि आइदिनु होला। त्यसै गरी बकैया आधारभूत विद्यालयबाट कुमार माविबाट भने उहाँलाई पनि म अगाडि आमन्त्रण गर्न चाहे। त्यसै गरी श्री माध्यमिक विद्यालय 3 घरे भइसक्यो। विद्यालयको मैले जसको उद्घोष गरेँ उहाँको शिक्षक वा कोही प्रतिनिधि हुनुहुन्छ भने कृपया ठ्याक्क फेसबुकबाट त नि हजुर ल भाइ यता हेर ल न हानि भनेर भाइ
यता हेर्नै लालिपप ल्याउनु ल है सुभा दिदी लालिपप खोज्दा खोज्दा म लालिपप ल है ल कस्तो केटाकेटीले पनि भन्नु त्यही बनाउन खोजेको मिनेट